मेरो विचारमा हामीले चाहिँ गेस गरेको 10वटा A1 दावेदार टिम छ वर्ल्ड कपको, तर त्यसमा पनि मेरो विचारमा चाहिँ फ्रान्स नै नमस्कार, म प्रदीप भुजेल। ब्रेकिङ न्यूजमा तपाईलाई स्वागत छ। यस पटकको विश्वकप फुटबलमा कुन देशको समर्थन गर्दै हुनुहुन्छ? मेरो नाम चाहिँ कृष्ण गुरुङ, म चाहिँ यहाँ विराटनगर 9 वटा हो। म चाहिँ स्पेनलाई धेरै सपोर्ट गर्छु पहिलेदेखि नै हो। स्पेनको चाहिँ मलाई मनपर्ने सबभन्दा राम्रो पार्ट चाहिँ के छ भने तिनीहरूको युवाहरू योपालि पनि सुन्दैछु मैले 30 वर्षको मुनिकै केटाहरू खेल्दैछन् रे, र यिनीहरूको धेरै राम्रो कम्बिनेसन चाहिँ छ क्या खेल्ने तरिकाहरू, किनकि पासहरू भयो। त्यही भएर मलाई पहिलेदेखि नै स्पेन चाहिँ एकदम धेरै मन परेको टिम हो। त्यही भएर स्पेनलाई नै फुल सपोर्ट गर्छु म त। हजुर नमस्कार, म ऋषभ रिजाल, विराटनगर बर्गासीको बासिन्दा। यसपालिको वर्ल्ड कप 2026 मा मेरो समर्थन चाहिँ जर्मनी। अब पहिलेदेखि जर्मनी, मैले एकचोटि जर्मनीले जित्दाखेरि वर्ल्ड कपमा मैले 4 वर्ष प्रोफाइल पिक्चरै चेन्ज गरिनँ क्या। म जर्मनीको डाई एन्ड सपोर्ट हो होइन। तर योपालि म जर्मनीको सपोर्ट भए पनि पोर्चुगलले जित्योस् भन्ने चाहिँ मनमा नै कता कता परेको छ। म ध्रुव प्रसाद सिग्देल। यसपालिको विश्वकप वर्ल्ड कपमा चाहिँ मेरो चाहिँ हाम्रो एसियाको टिमले चाहिँ जितोस् भन्ने मेरो चाहिँ उ छ। त्यो चाहिँ मेरो सपोर्ट चाहिँ जापानको छ। धन्यवाद। नमस्ते, मेरो नाम दिपेन्द्र तिवारी, मोरङ जिल्ला फुटबल संघ वरिष्ठ उपाध्यक्ष। यसपालि म 2026 को वर्ल्ड कपमा अर्जेन्टिनालाई समर्थन गर्दछु। म अर्जेन्टिनाको अल्भारेज, लियोनेल मेसी, मार्टिनेज जस्ता खेलाडीहरूको फ्यान हो। नमस्कार, मेरो नाम विनेश बस्नेत हो। म मोरङ जिल्ला फुटबल संघको महासचिव र प्लस विराट गोल्ड कप ट्रस्टको पनि महासचिव हो। सर्वप्रथम त अब हाम्रो पत्रकार महोदयले राखेको प्रश्नको म जवाबमा मेरो विचारमा हामीले चाहिँ गेस गरेको 10वटा A1 दावेदार टिम छ वर्ल्ड कपको, तर त्यसमा पनि मेरो विचारमा चाहिँ फ्रान्सले नै वर्ल्ड कप जित्छ जस्तो लागेको छ। अरू यो भन्दा पनि अब दावेदारका सबै टिमहरू दावेदार नै मानिन्छन्, तर पनि विशेष गरी 10वटा टिममा चाहिँ फ्रान्स नै जित्छ भन्ने मेरो विचारमा लागेको छ।